Hello guys, welcome to back my YouTube च्यानलमा यहाँहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ हामी दुईजना मात्रै आएको रुमबाट कति रुममा बस्छौं भनेर नै यसो माइन्ड फ्रेस गराउँगे भनेर चिसो हावा खाना निस्केको। के छ त केटो, ठिक छ नि हैन? चस्मा लाएर स्वाक हो कि ह्यान्डसम भइरहेछ हाम्रो सोल्डी राजाले हैन। आज के हुँदैछ गाइस? या नोइस हामी चाहिँ यहाँनेर हैन यो बाँस भन्छ कि निगालो भन्छ, त्यसको फेदमा टक्क लाएर बसिरहेछ। मस्तको ठाउँ रहेछ, चिसो हावा आउँछ। एउटा माइन्ड फ्रेस गरिरहेछौँ हैन, ठन्डा बनाउँदैछ चिसो हावा खाँदै। त्यस्तै हो एनिवे गाइस हैन। यताको ठाउँहरू सब यस्तै हो हैन। गाउँतिर सब बस्ता लाएर हेर्नु होला के हुँदैछ गाइस यतातिर। एनिवे गाइस हैन, अब हामी चाहिँ यहाँबाट निस्किन लागेको हैन गाइस। अब यहाँबाट घुमेर जाउँ हैन, कहाँ पुगिन्छ यसो हेर्दै जाउँ ठाउँहरू कस्तो रहेछ। तरर गर्दै हैन, कति दुःख गर्नु, कति पीडा, मनभरि पीडा छ, मान्छे चिलमा छ। के गर्नु, यस्तै हो परदेशी जिन्दगी। कसले के थाहा छ परदेशमा के छ, के गर्दैछ, के भोगिरहेछ, कसले के थाहा छ र? जसले भोग्छ उसले मात्र थाहा हुन्छ। देख्नेले त राम्रै देखिन्छ, एकछिनको फोटो र एकछिनको भिडियोमा जज गरिन्छ, मोज छ भन्छ नि। तर के थाहा उनीहरूले यो परदेशीको पीडा के हो भने जसले भोगिन्छ उसले मात्र थाहा हुन्छ कि। जबसम्म आफूले भोगिँदैन नि तबसम्म थाहा हुँदैन कि यो परदेशीको पीडा के हो भनेर। जुन दिन तिमीले होइन घर छोडेर बाहिर निस्किन्छ नि त्यस दिन थाहा हुन्छ कि यो परदेशीको पीडा के हो भन्ने कुरा होइन। आफूले के गरिरहेछ, के गर्दैछ, कुन स्ट्रगल गरिरहेछ भन्ने कुरा होइन, थाहा हुन्छ कि। तिमी जुन दिन होइन घरबाट निस्केर एक छाक खाना खान नपाओस् नि त्यही दिन थाहा हुन्छ कि आफ्नो जिन्दगीको यथार्थ कहानी होइन र परदेशीको भोकाइ के हो भन्ने कुरा। तिमी एक छाक खाना खान नपाओस् नि त्यस दिन थाहा पाउनेछ कि तिमी तड्पिनेछ कि एक छाक खानाको लागि कति दुःख गर्नुपर्छ, कस्तो भोग्नुपर्छ भन्ने कुरा। जबसम्म आफूले भोगिँदैन नि तबसम्म केही थाहा हुँदैन कि। जिन्दगीमा भोग्नु नै ठुलो कुरा हो, त्यसैले भोग्न जरुरत नै छ। जति नै बाबुआमाको पैसामा रमाउँछ नि उति नै गाह्रो छ कि यो जिन्दगीमा। तब आफ्नो उसमा काँधमा आउँछ नि जिम्मेवारी, तब निभाउन निकै गाह्रो हुँदो रहेछ। कहानी सुनाउ त कसलाई सुनाऊ, सुनिदिने कोही छैन। तर सुनिदिने धेरै होला, तर बुझिदिने कोही छैन र साथ दिने पनि कोही छैन। यहाँ खुट्टा साथमा साथ दिने भन्दा खुट्टा तानिने। जबसम्म आफू लाइफमा होइन सक्सेसफुल हुँदैन नि तबसम्म आफ्नाहरूले पनि साथ दिँदैनन् कि। जब होइन तिमी लाइफमा सक्सेसफुल छैन भने नि त्यो बेलामा तिमीलाई साथ दिने कोही हुँदैन कि। तिमी होइन जुन दिन लाइफमा सक्सेसफुल हुन्छ खेल्ने ठाउँ हामीलाई छिर्न दिँदैन होला, दिँदैन होला भाइ, दिँदैन होला भने कहाँ दिन्छ त नि बिना फोकटको। हावा चल्यो बतासैमा नगर न त्यस्तो, ठोकिन्छ त अनि तिम्रो भुइँमा यार। त्यस्तो त्यही भएर नगरे। यहाँ चाहिँ माछा होला है, माछा पाल्छ होला है। अनि छैन गाइस, हामी चाहिँ गाउँतिर घुमिरहेछ चिसो हावा खाँदै। के कति नै पीडा भयो नि, के मनभरि पीडा छ। पीडा भयो भन्दैमा रोएर कराएर भएन, कति नै पीडा छ मनमा छ, मान्छे चिरमा छ। त्यही हो गाइस, पीडा छ भनेर अब दुनियाँले देखाएर भएन।
हामी चाहिँ हो हामी होइन फर्केर आएको छ अघि यही बाटो गएको थियो यही अब फर्केर आइसक्यो पसिना आउँदैछ खल हावा पनि खाइरहेको छ हिँड्दावाला ए म मर्छ होला मर्छ होला म मर्छ होला हेर्नु स्ट्यान्ड यतातिर छ मोबाइलतिर झुन्ड्याइराख्यो चढाइ म आइसक्यो खै कताबाट आएर त्यही त हिँड्न त्यता हो र यार या खानु आउँछ म मर्छ साथी अगाडि अगाडि हिँडिरहेको छ त म यता यस्तरी चलाउँदैछु एउटा हातले समातेर हेर्नु गाई चाहिँ होइन यो बनाउने रममा यस्तै हो गाह्रो छ गाडी आउँछ कहिले काहीँ झ्याप 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 लगाएर एनिवे गाइज कुदम 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 यतातिर कुदिरहेको छु म यतातिर एउटा हातले हान्नु परिरहेको छ गाह्रो छ मलाई म गयो भाइ एकदमै गाडी आउँदैछ गाडी आउँदैछ म मर्छ अब ल कन्ट्रोल छ कि छैन म कन्ट्रोल छ कि छैन गाइज म कन्ट्रोल छ कि छैन अरे म मर्छ अब स्लो गर्नुपर्छ मोबाइल तल झार्नुपर्छ त्यसरी हुँदैन झ्याउ हुन्छ अहिले ठोक्यो भने यतातिर उकालो आइपुग्यो पटार एयर गाह्रो छ मलाई वा आमा हाइट हावा खानु पर्ने यहाँनिर खुस